गुड आफ्टरनुन एभ्रिवन। आज फागुनको 25 गते बेलुका अनि हाम्रो पूर्वाञ्चल विश्वविद्यालयको 13औं कन्भोकेसन सेरिमनी चाहिँ यही फागुनको 27 गते विराटनगरमा हुन गइरहेको छ। अनि यसै सिलसिलामा चाहिँ हामी काठमाडौँबाट विराटनगर जाँदैछौँ। म यता गुम्बाबाट नयाँ बस पार्कमा हाम्रो टिकट काटेका छौँ, त्यहाँबाट बस छुट्ने छ। यसै सिलसिलामा म अब यहाँबाट नयाँ बस पार्क निस्किँदैछु। बाटोमा साथीहरू भेट्नेछौँ। सम्भवतः हामी यो बसमा 4 जना चिनेको साथीहरू हुनेछौँ। गुम्बा आएर कुरी होइन मैले एकछिन, अनि यो चाँडै निस्क्यो भन्ने मान्छे यतिखेर ल भाइ वेलकम वेलकम। यता हो बाटो ल यताबाट निस्क्यो बङ्गाल अपोजिट भन्छ यहाँ हामी माछामा बङ्गाल निस्किनु टाढो छ त हामीलाई। ल अनि वेलकम टु माई भ्लग। अहिले ट्याक्क साँझको 6 बजेको छ। हामी गङ्गा हाल अगाडि आएर उभिएका थियौँ। अनि गाडी चढ्यौँ होइन? कुन कलरको छ अरे? हाम्रो गाडी हरियो कलरको छ होइन? हरियो। अनि गाडी नम्बर चाहिँ 26265 हो है। महादेव लेखेको छ। अनि महादेवको आशीर्वाद लागोस् होइन, केही पनि नहोस्। हो नमिने विशालले फोन गर्यो, फोन गरी स्वयम्भू आइसक्यो भने कहाँबाट चढ्छ अरे? पार्क खानकोट। स्वयम्भू चाहिँ किन आउनु पर्यो त? अनि होइन स्वयम्भू आइसक्यो भन्दै। ए ल ठिक छ, यतिको कुराबाट यतिको झुकाउनु चाहिँ पर्छ है। हाम्रो चाहिँ जहाँ जाँदा नि सुगा हुन्छ कि उसलाई चाहिँ विशाल वेलकम विशाल। ल बुढाहरूको तिम्रो यहाँ बस यहाँ बस। हाम्रो ग्रुपमा चाहिँ एउटा नाटकै गर्ने जस्तो लाग्छ मलाई होइन। भर्खर गाडी चढ्नु पाएन, सुतिसक्यो एउटा। अनि विशाल के हुँदैछ त? आज च्याम्पियन्स ट्रफीको फाइनल होइन? बाजीको सर्ट चाहिँ के हो नि? के कस्तो भोलि बिहानको हो? अहिले बेलुका होइन? कसले जित्यो भने के त? तिमी कसको फ्यान? न्युजिल्यान्ड सपोर्टर। को हामी इन्डिया सपोर्टर। तिमी इन्डिया सपोर्टर। त्यति अहिले अनि भनेपछि तिमीले जित्यो भने न्युजिल्यान्ड जित्यो भने ओ ल यस्तो चाहिँ यतिको चाहिँ हुनु पर्यो है। ल तिमी चाहिँ कसको सपोर्टर? म त अब यस्तो मासु भात खुवाउनु भएको हो म चाहिँ त्यही हो। हामी चाहिँ होइन 5 बजे छ कि टिकटको टाइम। तर तपाईँ ढुक्क हुनुहोस्, यदि इमर्जेन्सीमा हुनुहुन्छ भने चाहिँ लङ रुटमा यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ 7 बजीतिर आइपुग्दा नि हुन्छ कि। अनि कलकी आइपुग्दा 7 बजे आएर है। अनि नवीन हाम्रो कहाँसम्मको यात्रा अरे? हामी अब काठमाडौँबाट धादिङ, चितवन, हेटौडा, नवलपरासी एउटैमा होइन मधेस प्रदेश पुरै छोदै विराटनगर है। तर हाम्रो गाडी चाहिँ काकड भिट्टासम्म पुग्छ। गोठगाउँसम्म पुग्छौँ। हेर्सी कस्तो हुन्छ है यात्रा। यतिखेर हाम्रो फर्स्ट बेलुकाको खाना चाहिँ धादिङ एक्लै फाटमा रोक्नु भएको छ। अनि खाना खाएर हामी बाहिर निस्केका छौँ। एकछिन फ्रेस हुने टाइम छ। विशाल अनि क्रिकेट के हुँदैछ? मैले भने जस्तै भयो होइन? मैले भिडियो रोहित आउट भएपछि मात्रै बनाउँछु भनेको थिएँ होइन? के छ त च्याम्पियन्स ट्रफी कसले जित्छ? कसले जित्छ च्याम्पियन्स ट्रफी? जित्छ कति कति? अब 114 रन छ यहाँ जम्मा। कति विकेट कति छ? 7 वटा बाँकी छ। हो ल जित्छ आज न्युजिल्यान्डले। च्याम्पियन्स ट्रफीको माहौल छ। अनि हाम्रो यात्रा गोठगाउँ छ। 8:30मा चाहिँ हामीले त धारके एक्लै फाँट धादिङमा खाना खाएपछि अहिले हामीलाई चाहिँ कहाँ रोकेको छ विशाल? हेटौडामा रोकेको छ होइन, यो पेट्रोल पम्पमा। अनि हल्का निदा जस्तो भएको थियो। अनि मुखसुख धोयो होइन? धोयो ए बाबा। अनि राउरसुक निदाउनै पाएको छैन होइन? हेटौडा मौसम भोलि भइसक्यो 1:30। टक्क रातको 1:30मा है हामी हेटौडा सिएमसी हस्पिटलमा आइपुगेको छौँ। हस्पिटल हेर्दा अलि आकर्षकै देखिन्छ। स्वास्थ्यको इन्फ्रास्ट्रक्चर साँच्चै नै यस्तो हुनुपर्छ।
हिजो 8:30मा खाना खाएदेखि चाहिँ होइन बेलुका रातिमा एकचोटि पिसाब फेर्न रोकेदेखि बरम झ्या सप्तरीमा अहिले बिहानमा 6:30मा बल्ल बस रोकेको छ है। अब तराईको भाइब्स दिने खालको मौसम ट्याक्क लाएर बस्छु सप्तरी जिल्ला लुगा सेम। अनि हामी चाहिँ एकदम पानी पिउनलाई आतुर छौँ। सप्तरी जिल्लाबाट चाहिँ हामी उता जाँदै गर्दा इटाहरीतर्फ बाटामा चाहिँ एउटा पोखरी रहेछ कि होइन। अनि तराईको भाइब्स दिने खाले होइन यहाँ टक्क लाएर त्यो बिचको चाहिँ आइल्यान्ड छ है। नदी नै हो कि के हो? We had just landed here at Indra Nagarpalika. हामी कोसी पारी छौँ है अहिले इन्द्रुवा नगरपालिकामा भर्खर प्रवेश गरेका छौँ। त्यतिखेर हामी रामधुनी चाहिँ चढेर इटाहरीमा प्रवेश गरेका छौँ। इटाहरीको 17 नम्बरबाट आयो चाहिँ हामी काकडभित्रको बस चढेको हुनाले सम्भवतः इटाहरीको कुनै चोकमा झरेर त्यहाँबाट विराटनगरको मार्गतर्फ अगाडि बढ्दैछ। हामीलाई चाहिँ होइन विराटनगर भनेर इटाहरी झार्थ्यो कि यार इटाहरी होइन नि। अनि अर्को गाडीमा हालिदिनु भयो होइन यो सानो गाडीमा जान्छौँ। अब हामी चाहिँ यहाँबाट चाहिँ हामी कहाँ जाने हो? कहाँ हो यो? इटाहरी हो कहाँ हो है? ल जे पनि भन्ने है। यतिखेर हामी विराटनगर महानगरपालिका प्रवेश गरेका छौँ। मोरङ जिल्लामा अवस्थित यो महानगरपालिकामा चाहिँ हामीलाई आउनको लागि चाहिँ अहिले हामी अलिक फरक बाटोबाट आएर छौँ। अनि त्यहाँबाट चाहिँ यो इभी चढेर विराटनगर प्रवेश गरेका छौँ। अनि यहाँबाट चोकबाट चाहिँ थोरै समय चाहिँ अर्कै भेहिकल युज गरेर हामी चाहिँ पुष्पलाल चोक पुग्नेछौँ। हामी चाहिँ होइन त्यो इटाहरी झरेर चाहिँ विराटनगर प्रवेश गरेका थियौँ होइन। त्यस पछाडि चाहिँ विराट टिचिङ हस्पिटलबाट चाहिँ भित्र छिरेपछि चाहिँ ट्याक्क ल यो अटो पाउने रहेछ कि अटोबाट चाहिँ पुष्पलाल चोक निस्किनेछौँ। अनि कृपया तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ अटोले ठग्न सक्छ है। 20-25 रुपियाँ भाडामा ल्याइदिन्छ। होसियार भएर आउनु होला। अन द वे टु पुष्पलाल चोक। तर खुब राम्रो हावा चल्दैछ। अनि यहाँ नयाँ साथी पनि भेट भएको छ। तपाईँको नाम? सरिता। अनि थर पनि भनिदिनु न। थ्याङ्क यू। यतिखेर हामी अटोबाट झरेर चाहिँ ट्याक्क अफिस अफ दि एक्जामिनेसन म्यानेजमेन्ट पूर्वाञ्चल युनिभर्सिटी आइपुगेका छौँ। डिन कार्यालयबाट पछाडिपट्टि रहेछ। अनि यहाँ चाहिँ अब आदरणीय अभिभावकहरू विद्यार्थी साथीहरू सबैजना हुनुहुन्छ। अनि दाइहरू पनि हुनुहुन्छ। हामी पनि यहाँ रसिद दिने तयारीमा छौँ। हेर्छु के हुन्छ। आज रसिद लिने मात्रै रसिद लिएर गाउँ लिने काम हो हाम्रो। हामीले चाहिँ यहाँ आइडी देखायौँ होइन। अनि त्यसपछि रसिद पाइसक्यौँ विदिन 5 मिनट। नवीन आचार्यको ल रसिद हेर्नु है। त्यहाँ दीक्षान्त शुल्क 2500, विद्युत शुल्क 300 र दीक्षान्त धरौटी 2200 गरेर टोटल 5000। अनि यहाँ चाहिँ अहिले हामी लाइनमा छौँ अर्को लाइनमा। यो लाइन चाहिँ गाउनको लागि हो।
अनि यहाँ चाहिँ प्यारेन्ट्स हुनेहरूले प्यारेन्ट्सको लागि पनि लिन पाउनुहुन्छ प्यारेन्ट्स कार्ड। अनि यस्तो छ अहिले 9 बजेको छ बिहानको। यहाँ लाउन सकिन्छ, अनुमान लाउन सकिन्छ आजको भिड लामो हुन्छ सायद। विशेष गरेर बाहिरबाट आउने विद्यार्थीहरू कहाँबाट हो? हुम्लाबाट खाइसक्यो आयो है काठमाडौँबाट जस्ट जोक। तिलकन अगाडि लाइनमा आएर बसेर लिइसक्यो। यतिखेर हामीले चाहिँ पुरै गाउन स्कार्फ लिएर त्यो चेक पनि गरिसक्यो होइन? कस्तो पऱ्यो गाउन तिमीलाई? लामालाई चाहिँ आज भेटमा आयो हामीले। अनि उस्तै पऱ्यो चाहिँ कलरै फरक हो है। तिम्रो कस्तो छ? ठिक छ तँ? वेल कन्डिसनमा छ? प्यारेन्ट्स कार्डमा को कोलाई ल्याउने सोच छ? अनि श्रीमती लिनु पर्यो एउटा। श्रीमती अनि अरूको छोराछोरी छैन त्यस्तो भन्नु हुँदैन नि त अलि। अनि नवीन प्यारेन्ट्स कार्डमा कसलाई लैजाने सोच छ? प्यारेन्ट्स कारमा नरिसाउन अनि प्यारेन्ट्स कारमा कसलाई लैजाने यार? कोही ल्याएन। गर्लफ्रेन्ड सर्फेन्ड ल्याएन मैले ल्याउने मिल्दैन। ल ल तिलक कस्तो पऱ्यो त्यो गाउन स्कार्फ टोपी तिमीलाई? राम्रो परेछ? यहाँ अनि कलेज इन्भाइरोमेन्ट हल्का हेरौँ होइन? यहाँको वासरुम चाहिँ अलिक त्यस्तै रहेछ अहिले सुरुमै। अहिले सायद यहाँको मान्छे गुड्का थुका चाहिँ अनि अलिक थोरै रहेछ स्पेस पनि बाहिर यस्तो रहेछ। अनि आज त धेरै मान्छे भेला हुने ठाउँ हो नि त यो। अलि राम्रो भइदिएदेखि हामी आभारी हुने थियौँ। यतिखेर हामी चाहिँ विराटनगर झरेपछि होइन हाम्रो फर्स्ट खाना खाएर निस्केका छौँ। लामा कस्तो थियो खाना? मिठो थियो है? जोस् राम्रो अर्ग्यानिक स्वादको थियो। अनि विशाल के भयो तिमीलाई त फाइदा भयो होला नि त आज? म त बेड जितेँ, मलाई मासु भात खाइहालेँ। कस्तो भयो त? मासु भात जस्तो थियो नि होइन? खसीको खुवाउनु पर्ने, यसले के को मासु खायो? खसीको त्यहाँ थिएन नि त, म खसी गइदिन्छु। यो क्रिकेट बेडको कुरा है। यो कुरा चाहिँ यहाँ अब आज पुरै पालना भयो। खाना मिठो थियो, थ्याङ्क यू। अब चाहिँ हामी यहाँ हाइवे निस्किने अनि त्यहाँबाट चाहिँ आफ्नै सुरमा कता कता हुन्छ। यतिखेर हामी होइन हाइवे निस्केर चाहिँ इटहरी जाने भनेर काकडभित्रको बस चढेका छौँ। अनि तिलक कहाँ जानु? हामी इटहरी फर्किँदैछौँ फेरि। अरू के सोध्नुहुन्छ? हामीलाई चाहिँ यो नयाँ ठाउँ होइन त्यस्तो धेरै थाहा छैन, तर पनि आई विल अपडेट हामी के गर्दैछौँ भन्ने कुराहरू। अबदेखि चाहिँ हाम्रो रुम खोज्ने प्लस अनि भोलिको कार्यक्रम स्थलसँग चाहिँ नजिक बस्ने भनेर चाहिँ हामी यसरी हिँड्दै हो। यतिखेर हामी विराटनगर चोकमा है। नमस्ते है। अहिले चाहिँ हामी दिउँसो त्यहाँ रुममा बस्यो अनि फ्रेस भएर आइपुग्यो। अनि हाम्रो साथी टक्क भुवन पनि भेट भएको छ होइन? भुवन हेलो, के छ यहाँको बारेमा बताइदिउँ न अलिकति। कहाँ छौँ हामी? ठिक छ, हामी इटहरीमा छौँ। अब चिया खान आँटेका छौँ। यहाँतिर के छ यो घुम्ने ठाउँहरू भन न यार? हामीले के चाहियो त्यही छ जिग्री होइन जस्तो कि भने हामीले गोदावरी कुन गोदावरी जे होस् हामी इटहरी आयौँ भनेर सिम्बलाइज गर्ने ठाउँहरू के छ? जस्तै मन्दिर भनौँ नि होइन? मन्दिर त्यहाँ प्रणामी मन्दिर छ जिग्री एउटा। अर्को इटहरी भनेको ठ्याक्क तिमीलाई यो त्यो चोक अब त्यहाँ इटहरी चोक भयो। अर्को गोर्खा डिपार्टमेन्ट एकपल्ट छ, गोर्खा किचन छ त्यहाँनिर। अब अनि त्यो जस्तै नेचुरल प्लेसेसहरू? नेचुरल प्लेसेस भनेको त बुढी खोला छ त्यहाँनिर, ट्याङ्ग्रा खोला छ, तालतलैया टाइपको। तालतलैया पनि छ, तालतलैया पनि छ। के तालतलैया भन्छ, सानो सानो तालहरू छ। अनि पार्कहरू छ, के अरे इप्पी ल्यान्ड भन्ने छ। कता कता के चाहियो तिमीलाई त्यही छ क्या। अलिकति माथि जान्छ धरान नजिकै छ। धरान नजिकै हो? नजिकै 15-20 मिनटमा गाडीमा पुगिन्छ। 20-25 मिनटमा 14-15 किलोमिटर त हो। जानुपर्छ है त। आज हामी जान्छौँ। म कता दियोस् आज के? अनि हामी अपडेट गर्छौँ है एकदम। हामी त्यहाँ यसो चिया खायौँ अनि त्यसपछि त्यहाँको पानीपुरी चाखेपछि चाहिँ हामीलाई चाहिँ यहाँ सेकुवा खान एकदम प्रसिद्ध ठाउँ छ अरे। त्यही भएर लामा र भुवन चाहिँ बाइकमा हुनुहुन्छ होइन? अनि हामी चाहिँ तिलक र म चाहिँ यहाँ
सफारीमा यहाँतिर सिटी भन्ने रहेछ है सिटी सफारी हो अनि यो अटो रिक्सामा जाँदैछौँ यतिखेर हामी यो माथितिर लागेका छौँ यो रोडको नाम के भन्छ दाइ यसलाई हजुर तपाईँहरूले सुन्नुभयो होला है ढलान रोड हुँदै हामी जाँदैछौँ साँच्ची नै रमाइलो छ है यो उपमहानगरपालिका सुनसरी जिल्लाको इन्डुवा सेकुवा कस्तो छ हाम्रो कस्तो नखा त मिठो छ त त्यो होटलको नाम के हो दिदी भनिदिनु त होटलको नाम प्रगति होटेल थ्याङ्क यू प्रगति होटेलको सेकुवा कस्तो छ होइन छौँ अब यहाँबाट कटार हेर्ने यो इटहरी होइन होइन यो ठाउँको नाम के हो दाइ कराटी होइन बरगाठीबाट हामी इटहरीतिर लागिरहेछौँ इटहरी चोकमा जाँदैछौँ अनि त्यहाँबाट चाहिँ अब गाडी लिएर हामी घोगी खान जाँदैछौँ होइन यहाँ त्यही सिधै त्यो पश्चिम जाने गाडी चाहिँ यहाँ पश्चिम पर्छ क्या यो इन्डुवा बाटोपट्टि हो अनि यो हुँदैन क्या त्यस्तो ल यसमा अनि हाम्रो दुईजना साथी चाहिँ बाइकमा हाम्रो एउटा मात्रै भेकल छ कि अनि त्यस्तो भएर यहाँ तर पनि यो अटोले गर्दा हामीलाई धेरै सहज भइरहेछ उनीहरू अगाडि हुनुहुन्छ बाटो चाहिँ भुवनतिरको अनि राइडरहरू गियान्छन् होइन यो अठारी यतिखेर हामी इटहरी चोकबाट चाहिँ म्याजिक अटोमा घुङ्गी खानको लागि छौँ होइन विवेकले पछाडि छ अनि यसलाई चाहिँ त्यो अटो रिक्सामा आउन अलिक महँगो पर्ने रहेछ हामी अलि लामो बाटो त्यही भएर यसमा चढाएछौँ अनि भुवनहरू चाहिँ बाइकमा छ भुवन र तिलक अनि डेट्सी है त यहाँको घुङ्गी कस्तो हुन्छ अनि त्यो बस चाहिँ म्याजिक भन्ने रहेछ है यसलाई म्याजिक ट्याम्पो जस्तै हुन्छ अनि अटो रिक्साभन्दा ठुलो मिनी बसभन्दा सानो हुन्छ यो चाहिँ पश्चिम जाने बाटो है उता हाम्रो इन्डुवा चोकबाट इटहरी चोकबाट त्यो उताको उपमहानगरपालिकाभन्दा चाहिँ यता प्रदूषण अलिक बढी रहेछ त्यसपछि हामी चाहिँ यहाँको नयाँ कुराहरू अनुभव गर्दैछौँ मिटर जति चाहिँ अगाडि जानुपर्ने चाहिँ झुम्का चोकबाट त्यतितिर छौँ अनि कस्तो रह्यो त त्यो गाडीको यात्रा स्पिडमा कुदाउनु चाहिँ अनि हाततिर चाहिँ हल्का धुलो क्या तर अनि त्यहाँ एउटा भाइ भेट भयो कि होइन यहाँ अनि त्यहाँ आदर्श कलेज पढ्ने रहेछ यति टाढाकै अहिले अब ऊ चाहिँ ट्युसन पढ्न गयो अरे कि त्यहाँ +2 साइन्स पढ्ने रहेछ अनि भाइको नाम पनि सोध्न बिर्सेँ मैले सरी है त्यसको लागि तर जे होस् अनि उसले भन्दै थियो 8वटा सेक्सन अरे एउटा सेक्सनमा 50 जना हुने रे अब कहाँ भाइ कतै भेटिएला पक्कै पनि भाइलाई अनि उसले हामीलाई त्यहाँ झार्न पनि सघाइदियो नयाँ ठाउँमा जस्ट अराइभड हियर घुङ्गी बगिया थारू भिलेज अब यहाँको चाहिँ अलि वेल नोन प्रसिद्ध भनेर भुवनले लिएर आएको छ है हामीलाई के हुन्छ भित्र कसरी खाने यसो सिकाउनु न त्यो चाहिँ घुङ्गी हो है सकेन भने के अन्त सक्छ नि भित्र केही नि होला के त हो ल सिकाउन खाने तरिका सिकाउन मलाई नि अनुभव छैन क्या जिग्री अनि पकाउने हैन यताबाट चप्पै यसले थिच अनि यहाँबाट त्यो रस खाने हो यसरी थिच्ने अनि यहाँबाट तान्दाखेरि हात झ्याप्पै छोड्ने अन्त यसरी क्वाप्पै आउँछ खाने ओहो एकचोटि फेरि प्लिज अर्को
यहाँ अलि थिच्ने उताबाट तान्ने तान्दाखेरि हात छोड्ने होइन एक हातले खाने म पनि अनुभवी छैन होइन के छ न्यू एक्सपिरियन्स नाइस कस्तो भयो त लास्टमा टेस्ट बबाल यार मजा आइरहेछ यस्तो गर्ने चप्पा होइन यस्तो गर्ने त्यो माछा होइन माछा छ नि त्यो माछा चाहिँ होइन लास्ट मिठो लाग्यो होइन यो भुरा माछा नाम होइन यो कति मिठो है यो अचार फेरि अन्त के लास्ट डे एक्सपिरियन्स अनि यो चाहिँ ट्याक्क लाएर होइन खाने हो होइन माछा मिठो कि ढुङ्ग्रो मिठो यो माछा घरमा रोप हो रुख हुन्छ कि यसको सानो सानो हो र के भन्छ यो त उतै माछा होइन र के भन्छ सिद्रागी मिठो लाग्यो भन्छ चोप भन्छ पोती माछा पनि भन्छ यतिखेर चाहिँ हामी यो झुम्कामा चाहिँ घुङ्गीहरू अनि त्यहाँको पोथी भन्ने रहेछ के त्यो माछा सानो माछा फ्राईलाई चाहिँ तिनीहरू खायौँ अनि भुवनलाई चाहिँ इन्डुवा पठायौँ उसको बाइकमा थियो लामो यात्रा थियो उसको नि अब अझै राति भइसकेको थियो अनि ऊ गयो अनि लामा कस्तो अनुभव भयो त एकदम रमाइलो यो एरिया चाहिँ लगभग घुम्यौँ है हामीले अनि अब कि त विराटनगर कोर सिटी अनि कि त धरान घुम्न बाँकी छ अनि आज पहिलो दिन अनि वी आर सो ह्याप्पी अनि दिस मच फर टुडे थ्याङ्क यू गुड नाइट गुड मर्निङ आज फागुन 27 गते मङ्गलबार हाम्रो कन्भोकेसनको दिन है हामी चाहिँ यहाँ ट्याक्क लाएर धरान जाने बाटो काकडभिट्टा जाने बाटो अनि विराटनगर जाने बाटोको चोकको बिचमा छौँ अनि कहाँ अरे अहिले हामी तिलक इटहरी चोकमा छौँ अनि इटहरीबाट चाहिँ अब हामी चाहिँ यहाँ नजिकै मन्दिर रहेछ क्या एउटा मन्दिर दर्शन गर्नु भनेर हिँडेको छौँ बिहान फ्रेस भएर थोरै 1 किलोमिटर डिस्टेन्समा छ लेट्स सी अनि कस्तो हुँदैछ तिलक कस्तो छ यहाँको इन्भाइरोमेन्ट किन नसुन्ने र गर्मी छ होइन छैन चोकबाट भित्र छिरेपछि चाहिँ होइन एकदम सफा रोड रहेछ कि लेफ्ट लिने अनि यहाँबाट पनि लेफ्ट लिने भन्दैछ हामी मन्दिर वरपर आइसकेको छौँ मुक्तिधाम नामले प्रसिद्ध इटहरी चोकबाट नजिकै रहेको मन्दिर मुक्तिधाम गुड मर्निङ
त्यतिखेर हामी चाहिँ होइन विश्वविद्यालयको कन्भोकेसन कार्यक्रममा चाहिँ पुरै जानमा तयारी भएर गाउनहरू चाहिँ ब्यागमा छ, ब्याग बोक्नुमा चाहिँ म पऱ्यो हो, विशालले पनि बोकेछ है। अनि विशाल अनि साथी छ होइन यादव अनि तिलक अनि मम्मी हुनुहुन्छ विवेक यादवको। अनि हामी चाहिँ यहाँबाट म्याजिक चढ्दैछौँ इटहरी चोकबाट। अनि त्यहाँबाट नि हामी सिटी चढ्नुपर्छ अरे, सवारी हल्का सिटी सवारी भन्छ त्यहाँबाट नि त्यो झर्या ठाउँबाट, त्यो म्याजिकबाट झर्ने ठाउँबाट। अनि हामी चाहिँ यहीँबाट सवारी चढ्यो भने हुन्थ्यो, तर हामी चाहिँ अब भाडा जोगाउनलाई त्यो गर्दैछौँ है। अहिले हामीले चाहिँ यो सिटीमै जाने निर्णय गऱ्यौँ है, यहाँबाट बस कुदाउने भएर। अनि कस्तो लाग्दैछ विवेक? उहाँ विवेकको मम्मी हुनुहुन्छ, खुसी लाग्यो छ नि है। अनि नवीन छ यहाँ, म बिचमा छु। तिलक झर्ला है, सहिलो छ। गाह्रो छैन निकै गाह्रो। अनि हामीलाई चाहिँ दाइले कोटगाउँसम्मै पुऱ्याइदिनु भन्ने भएको छ। अनि यहाँ चाहिँ होइन 80 देखि 100 रुपियाँमा चाहिँ तपाईँहरू इटहरी चोकबाट चाहिँ टक्क लाएर यो सिटी चढेर चाहिँ कोटगाउँ पुग्न सक्नुहुँदो रहेछ। कृपया टक्क अर्कोचोटि आउँदै हुनुहुन्छ भने ध्यान दिनु होला। अनि अब कार्यक्रम कस्तो हुन्छ म तपाईँहरूलाई अपडेट गर्नेछु। यतिखेर समय चाहिँ 11 बजेर 10 मिनट भएको छ। हामी केही ढिलो छौँ, तर पनि हामीलाई आश छ कि यो कार्यक्रममा हामी ठिक ठाउँमा समयमा हिँडेका छौँ हो। कस्तो लागिरहेछ नि तपाईँलाई? अब खुसी लागिरहेछ। अनि हेरौँ अब केपीओलीको अनुहार देख्न पाइन्छ कि पाइँदैन आज कार्यक्रममा। कस्तो केपीओलीको हो र? प्रधानमन्त्रीज्यूको हाम्रो प्रधानमन्त्रीज्यू सम्माननीय उपस्थिति हुन्छ होला, हामीले भेट्न पाउँदैनौँ। अनि पूर्वाञ्चलको अब टिम लिस्ट कति जिपिएमा कटाउला हुने हो त्यो पनि थाहा छैन। अनि कस्तो अस्पष्ट हो कि नोटिसहरू पनि त्यत्रो 3-4 महिना अगाडि समय लेखाएर छ। अनि फेरि आज दिएछ, अब त्यो रसिद पनि अब भोलि नभए बुझाउन नपाउने कि टाढाबाट आउनेहरूलाई गाह्रो छ नि त। अनि युनिभर्सिटी सुल नोटिस अबाउट इट भेरी केयरफुल्ली। अनि काहीँ चाहिँ अनि रसिद एक ठाउँमा बुझाउनु पर्ने, अनि फेरि प्रोग्रामको लागि अन्त जानुपर्ने छ। अलि भएन, यो अनलाइनबाट हुनु पऱ्यो कि यस्तो कुराहरू। हामीले त्यही आश गरेका छौँ आगामी दिनहरूमा। त्यतिखेर हामी इटहरी सुनसरी जिल्ला पार गरेर चाहिँ मोरङ जिल्ला प्रवेश गरेका छौँ। अब यो हुँदै हामी गोठगाउँ पुग्नेछौँ। अनि यो महेन्द्र राजमार्ग तपाईँहरूले देखिरहनु भएको छ। अनि अब काकडभिट्टा जाने लङ रुटको गाडीहरू जाने गर्छन्। त्यही भएर सानो सवारीहरूलाई चाहिँ डर लाग्दैन कि। सबैमा अभिवादन। हामी चाहिँ महेन्द्र हाइवे छोडेर अहिले विराटनगर पूर्वाञ्चल रोड हो, यो पूर्वाञ्चल रोडभित्र छिरेका छौँ। अब यहाँबाट थोरै समयमा चाहिँ हामी पूर्वाञ्चल विश्वविद्यालय त्यो हेड अफिसमा जाँदैछौँ। हाम्रो मूल मुद्दा भनेको के हो भने पूर्वाञ्चल विश्वविद्यालयलाई अब पूर्वाञ्चल विराटनगरमा राख्नु भएन, मोरङमा राख्नु भएन, काठमाडौँ लैजानु पऱ्यो होइन। किनभने विद्यार्थी दुःख पायो होइन। पूर्वाञ्चलका सबै एफिलिएटेड कलेजहरू चाहिँ काठमाडौँमा छन्। अनि विद्यार्थीहरूलाई चाहिँ के भयो भने यहाँ आउन के भनेको सकस हुने भयो। त्यही भएर हाम्रो यो विष्णु ब्लग मार्फत मैले एउटा मुद्दा उठाउन के चाहेँ भने पूर्वाञ्चल विश्वविद्यालयलाई अफिस हेड अफिसलाई चाहिँ काठमाडौँ सार्नु पऱ्यो त। यो चाहिँ सबैले लाइक सेयर गरेर यो भाइरल गरिदिनु होला। पूर्वाञ्चल राइज और भोइस भन्ने एउटा फेसबुक च्यानल के अरे फेसबुक पेज पनि छ, त्यसमा सेयर गरेर होइन। ल यो चाहिँ काम चाहिँ गर्नु पऱ्यो, सबैले लाइक सेयर कमेन्ट गर्नु पऱ्यो है यसलाई। पूर्वाञ्चल विश्वविद्यालयको बाहिरी माहौल 13औं दीक्षान्त समारोह विशेष पार्किङ तलै व्यवस्था गरिएको छ।
प्राइभेटको लागि हामी चाहिँ गेटबाट छिरेको कस्तो टाइट रहेछ हामी पछि बन्द भइसक्यो कि फेरि कस्तो लक्की हो कि हामी अलि ढिलो भएको थियो अनि आजको ट्राफिक म्यानेजमेन्टको लागि भएर नि होला हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थित हुने कार्यक्रममा चाहिँ ट्याक्कै त्यही बेला रहेछ हामी छिर्ने बेला अलिक ढिलो नै आइपुगेको थियौँ हामी 12 बजिसकेको छ अहिले चाहिँ अहिले हामी माथिल्लो बाटो छिर्दैछौँ किनभने त्यहाँ बाहिर चाहिँ ट्याक्क हामीलाई छिर्न दियो त्यस पछाडि प्रधानमन्त्रीज्यूको सवारी हुँदैछ भनेर त्यहाँ बन्द भयो छिर्ने ठाउँ अनि त्यहाँबाट सिधै डाइरेक्ट जानु पाउँथ्यो अनि त्यसरी चाहिँ नगइकन अहिले हामी यो कुनापट्टिको बाटो छिर्न मिल्ने रहेछ त्यताबाट आएको छौँ अनि त्यहाँ भवन उद्घाटन कार्यक्रम पनि छ अरे आज प्रधानमन्त्रीज्यूको त्यही भएर नै होला अनि हामी साथीहरू जम्मा भएर दाई हुनुहुन्छ दाई नमस्ते दाईको नाम भनिदिनु न नारायण शर्मा अनि हजुर ऊ चाहिँ विशाल यो चाहिँ दाइलाई लिएर आएको छ आज होइन अनि हामी चाहिँ एक आपसमा प्यारेन्ट्स बनेर आएको छौँ तिलकको प्यारेन्ट्स भयो मेरो प्यारेन्ट्स तिलक नमस्ते गर मलाई अनि अनुजलाई यहीँ आएर भेट भयो भुवन नि आउँदैछ त्यही प्रधानमन्त्रीज्यूको सवारीले गर्दा रोकिया छ अनि कोट गाउँको पनि अलिक भित्र रहेछ है हो अनि गर्मी भएको बेलामा छाताको घाम भयो बाहिरबाट भित्र पस्ने क्रममा चाहिँ हामीले लुगा लगायौँ होइन अनि राम्रो त्यही हो ब्याग त बोक्नु परिहाल्यो नि इम्पोर्टेन्ट छ केही केही छैन इम्पोर्टेन्ट चाहिँ यो थियो म्युजिक हेर न म्युजिक कस्तो मजा आइरहेको थियो म्युजिकले पनि हामीलाई तानिरहेको छ आजको यो कार्यक्रम आफैमा एउटा सम्मान बोकेको विषय हो होइन र मलाई देखाउ न यहाँ आर यु फिलिङ ह्याप्पी छैन नि कस्तो अनुभव हुँदैछ एन्ट्री त्यहाँ पनि हुन्छ एकदम ठिक छ नि है एकदम तिमीलाई चाहिँ कस्तो फिल हुँदैछ मलाई त्यस्तै सबै कुराहरूको सम्मिश्रण तर रमाइलो अनुभव भइरहेछ नयाँ ठाउँ नयाँ कार्यक्रम अनि एक विशेष कार्यक्रम होइन नयाँ अनुभव होइन सबै नै आदि विषयमा कार्यक्रम स्थल करिब 150वटा कलेज मार्फत जनशक्ति उत्पादन गरेर राज्यलाई सुम्पनु आजको आवश्यकता बोध गर्दै हजारौं जनसङ्ख्यामा दक्ष जनशक्ति प्रदान गरिसकेको छ। पूर्वाञ्चल विश्वविद्यालयले अनुसन्धानमा आधारित एमफिल तथा पिएचडी कार्यक्रमहरू पनि सञ्चालन गरिसकेको छ भने मुलुकले अवलम्बन गरेको संघीयतालाई प्रभाव पुर्याउने उद्देश्यले यहाँ भएका शोधबाट सुदीप ढकाल र एमएससी इएमबाट विकास श्रेष्ठ तपाईहरुलाई तपाईहरु गोल्ड मेडलिस्ट हुनुभएको हुनाले तपाईहरुको सिट पण्डालको राइट साइडमा फ्रन्ट साइडमा राखिएको हुनाले कृपया आफ्नो सिट जहाँ अलोकेट गरिएको छ त्यहाँ आइदिनु हुन विनम्र अनुरोध गर्दछु। रूपमा दीक्षित भइरहनु भएका सम्पूर्ण भाइ बहिनीहरू त्यसैगरी आफ्ना सन्तानलाई उच्च शिक्षा हासिल गरेको सपना साकार भएको देख्नका लागि यतिखेर कार्यक्रममा प्रमुख अतिथिज्यू सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको उपस्थिति हुने क्रम जारी छ। त्यसैको लागि यो लामो लाइन वेलकमको लागि बसेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको उपस्थितिको लागि चाहिँ यो पुरै लाइन छ है।
यतिखेर हामी सर्टिफिकेटको लागि लाइनमा छौँ। फ्याकल्टी अफ इन्जिनियरिङको यहाँ छ, बिबिए मास्टर म्यानेजमेन्ट मास्टर सबै देख्नुहुन्छ। कस्तो लाग्दैछ विवेक? ठिकै। अनि कस्तो छ त यहाँको व्यवस्थापन? अलिक भएन है? यस्तोहरू चाहिँ अब सहज बनाइदियो भयो भने चाहिँ यहाँ लाइन सजिलो रमाइलो छ यहाँको माहौल। धेरै विद्यार्थीहरू विकसित हुने कार्यक्रम छ। आहा यो चाहिँ सर्टिफिकेट लिएर लाइन है। मुखमा लाग्छ है फेरि 1 2 3 नफाला भन्छ अहिले भयो बरु ब्याक ल्याउ त्यसो गर 1 2 3 3 लो फर्किनु लो फर्कियो यस्तो देखाउने अनि त्यो साइड लाग्यो साइड त्यो भएपछि जुम इन जुम आउट नि गऱ्यो। सुरु स्टार्ट फोटोहरू खिच्न अलिक समय दियौँ अनि यता सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई शुभकामना दिएर पनि बिदा भइसक्नु भयो। अनि यता फोटो खिच्ने टोपी उडाउने माहौल छ। यतिखेर हाम्रो दीक्षान्त समारोहबाट बाहिरिने क्रममा चाहिँ सिटी सवारीबाट मार्फत चाहिँ हामी त्यो जुन आएको थियो नि हाइवे त्यो हाइवेतर्फ जाँदैछौँ। महेन्द्र हाइवे हो त्यो चाहिँ गोठगाउँबाट पूर्वाञ्चल युनिभर्सिटी छिर्ने हाइवेमा। अनि कस्तो भयो त विशाल आजको दिन? सर्टकट बाटो रहेछ होइन? सर्टकट दिन थाहा थिएन नि होइन? थाहा थिएन है। नवीन कस्तो भयो त आजको कार्यक्रम? धेरै राम्रो, धेरै रमाइलो हो। तिलकले त्यहाँको के कुरो मन पर्यो, के कुरो मन परेन? मलाई त्यहाँको के कुरा मन पऱ्यो भन्दाखेरि खास केही पनि मन परेन मलाई। किन भन्दाखेरि म्यानेजमेन्ट ठिक लागेन क्या मलाई। यो एउटा कुरा त्यो टोइलेट देखेर चाहिँ दया लाग्यो है। मलाई त्यस्तै लाग्यो है। यत्तिकै गरिदिरहेको छ क्या। अब छोरी मान्छेहरू हुन्छ नि टोइलेट बनाइदिएछ पछि त्यो कालो प्लास्टिकले बारिदिएको छ त्यहीँ अब केटीहरूलाई चाहिँ अब अप्ठ्यारो हुन्छ नि त। केटीहरू देखिन्छ क्या यत्तिकै बसिरहेको थियो दया लाग्यो। च्यालेन्जिङ रहेछ यो बाटो चाहिँ होइन, तर पनि ठिक छ।
मोरङ काठमाडौँदेखि यहाँ आउनु उचित थिएन। अब यो दीक्षान्त समारोह चाहिँ के गर्नुपर्छ भने हरेक कलेजले चाहिँ अर्गनाइज गर्नुपर्छ कि हजुर होइन। काठमाडौँदेखि यहाँ आयो यत्रो डोगर आयो घाममा आयो 5 मिनट टोपी लगायो टोपी उठायो फोटो खिच्यो त्योभन्दा ठुलो उपलब्धि केही छैन। त्यही भएर यो भनेको हरेक कलेजले हरेक वर्ष गराउनुपर्छ। युनिभर्सिटी आएर यो काम छैन। तिमी के भन्छौ यो विषयमा? सुन्ने मात्रै हो बेस्ट जस्तो भनेर हुन्छ तिमीलाई के भन्छ यो विषयमा? काठमाडौँमा हुनुपर्छ शिवाजी महाराजकी चाहिँ हरेक कलेजमा नभए नि होइन काठमाडौँमा चाहिँ हुनु पर्यो होइन नि त। कलेजले अर्गनाइज गराउनु त सक्छ त। 5,000 त हामीले तिरेको छ त हामीले कलेजमा पनि तिर्न सकिन्छ होइन। यतिखेर हामी धरान आइपुगेका छौँ होइन। हाम्रो चाहिँ त्यहाँ होटेलबाट चेकआउट भएपछि चाहिँ भेटेटार जाने प्लान भयो। को हो हामीहरू? भुवाने छ होइन। यसले धोका दिएको हो कि हामीलाई 20 मिनट कुराएर होइन इटहरी चोकमा। अनि त्यहाँबाट चाहिँ बस पाउने रहेछ 60 रुपियाँ भाडामा। हामी धरान आइपुगेका छौँ। अनि पछाडि विवेक लामा, नवीन आचार्य, विशाल शर्मा छ आज हाम्रो साथमा। आई लभ डे। हाम्रो हर्कल सम्पान मेयरको धरान बजार हामी उठेको छौँ है टक्क लाएर। कस्तो लाग्यो धरान अहिले देख्दा? हामी बुझ्दैछौँ है यहाँ भेटेटार जानलाई। हामी धरान पनि मस्त घुम्नेछौँ। आई लभ डेट। साँझको 7 बजेको छ अनि यतिखेर हामी चाहिँ भेटेटारतिर जान भनेर निस्किन लाग्यो। अनि एउटा अटो चाहिँ अलि महँगो लाग्यो त्यही भएर हामी बार्गेनिङ गर्दैछौँ। यो चाहिँ भानुचोक है। यो भानुचोकको दृश्य धरान बजारको। अनि अब दिउँसो अब त्यो रुम छोडेदेखि चाहिँ अब हामी प्याक छौँ अनि बाहिर नि निस्किरहेछौँ। अनि त्यस्तो रेस्ट हुने ठाउँ छैन। अनि यहाँ चाहिँ वासरुम गएर हल्का भएर आयौँ होइन। अनि विशाल हजुर कस्तो लाग्यो त धरान झर्ने बित्तिकै? हेर्दाखेरि त हेरौँ लागिरह अब बाँकी हेर्नै बाँकी छ। अनि के त अनि भाडा महँगो लागेन भने वहाँ पुग्नुलाई? भाडा त महँगो मात्रै हो र अनि यदि काठमाडौँ पुगिन्छ त्यो भाडा। यो यस्तो नयाँ ठाउँ रहेछ अनि थाहा नभएर नि होला। अब यहाँ अटोहरू मात्रै लाग्ने अनि अटो रिजर्भ गर्दा यसै महँगो परिहाल्छ। अब हामी सस्तो सुलभ खोज्ने प्रयासमा छौँ। साथीहरू त्यहाँ बुझ्दै हुनुहुन्छ। आई लभ डेट। हजुर यतिखेर हामीले ध्यान रिजर्भ गऱ्यौँ है। हाम्रो चाहिँ भेटेटार भन्दा अलिक माथि डेस्टिनेसन अनुजले साथीहरूले प्लान गरे अनुसार। अनि त्यही भएर चाहिँ हामी यसमा चाहिँ तेल हाल्न गएको हो कि नमिने त। अनि तेल हाल्योवरी यहाँको भ्यानबाट है। यो भ्यान चाहिँ हामीले यो रातको ट्याक्क 7:30 भएको छ। यो समयमा नि दाइले धेरै नै मिलाइदिएर हामीलाई 2200मा लैजाँदै हुनुहुन्छ। आगोको नाम चाहिँ के हो? अमृत के हो हजुर? अमृत दुधराज। अमृत दुधराज दाइले चाहिँ हामीलाई यो सहयोग गर्नु भएको छ। फेभरेट सिङ्गर। तिमीलाई कस्तो अनुभव हुँदैछ अहिलेसम्म? अनि कार्यक्रम कस्तो लाग्यो? दिउँसो के दिउँसो हो त्यत्रो भाषण दिएछ अभिवादन अभिवादन नै गरे तिमी? यता लप्परे मान्छेको छुट्टी हुन्छ कि पारा। यतिखेर हामी भेटेटार आइपुगेका छौँ। अनि 8 बजेको छ है ट्याक्क। 8 बजे। कस्तो रहेछ त? अब हेरौँ। हावा चिसो रहेछ। अनि बाटो कस्तो रहेछ? चोक जस्तो छ है। यो चोकको नाम के होला? भेटेटार चोक है। अनि हामी हाम्रो अनुसार चाहिँ यतातिर लाग्यौँ राइटतिर होइन। यहाँ खाना पाइन्छ अरे ल खाइदिउँ न त।
हामीले चाहिँ भ्यानबाट झऱ्यो कहाँ फेरि भुवन नाम्जे भेटारबाट अँ 5 किलोमिटर जस्तो डेढो लागेर हजुर नाम्जे भन्ने ठाउँमा आइपुग्यो अँ अनि अब हामी यहाँ हल्का असिलो रहेछ उकालो होइन हिँड्नलाई अनि गाडीमा आउनलाई भ्यानमा आउनलाई त्यसपछि हामी हिँड्यौँ अनि यहाँ हुँदैछौँ अनि यहाँ राति भूतको कुरा नि हुँदैछ कि हल्का रातिको हो कहिले छल फिल्मको कुरा कहिले एक चियार फिल्मको कुरा पारी देखाउ त पारी देखिन्छ देखिन्न यो यसको पारीपट्टि ओहो राति त त्यो बत्तीको बल्छ ल है त के हुँदो रहेछ हेरौँ को बोल्दै हुनुहुन्छ हजुर मिस्टर विवेक कुमार यादव तिम्रो नाम के हो हजुर भनेको रङै चलाउने भन्छ फेरि केटाहरूले इङ्ग्लिस बुझ्दैन कि नमस्कार म याया टोरे बाबा टुन्डेको साथी All the way from मुलुङचुङ गोला हामी चाहिँ सानीदेखिको लङ्गोटिया यार त्योहरू कपाल पनि त्यस्तै त्यस्तै हो होइन एक महिना बिहार बसेको थियो साथी खालै थियो आउँदा यस्तो बनाएर आएछन् खै के गर्यो सोधौँ न भन्दा उतै कि बिहार गएर आएपछि बिग्रिनै पर्छ भन्ने खरा जिया हो बिहार के लाला कोही त जिया हो बिहार के लाला तिमीलाई सम्झी के गर्नु सम्झी त हाले के गरौँ म के गरौँ तार्दै गरेको चाहिँ नजिक हो फेरि यार तेरी खुदाई तू बोले तो बन जाऊं मैं खुले सा सौदाई मैं भी नाचूं मनाऊं सोने यार चलो मैं तेरे राह भूलिया मैं भी नाचूं मनाऊं गुड मर्निङ फ्रम धनकुटा यतिखेर हामी धरान जिल्लाको ट्याक्क छिमेकी जिल्ला धनकुटा आइपुगेका छौँ भेडेटारबाट केही माथि अझै 5-6 किलोमिटर माथि गुड मर्निङ विशाल गुड मर्निङ कतिखेर सुतेछौ 3 बजे सुते नि अनि कतिखेर उठ्यौ 5 बजे उठेँ म आँखा हेर किन अनि यस्तो टाइट त अनि दुला जस्तै त अनि आहा बारबिक गरियो बारबिक्यू के को मासु हो त्यस्तो सुँगुरको मासु के खायो अनि त्यही त अनि तुम्बा खाइयो हो यस्तो फटा अनि अनि बाहुनभर सुँगुर मासु खाने होइन तुम्बा खाने बख छोरा गिटार बजाएर गीत नि गाइयो गीत कसले राम्रो गाउने छ है अनि यो चाहिँ नाम्जे है नाम्जे भन्ने ठाउँ अनि हाम्रो इन्भाइरोमेन्ट अनि यति थोरै इलिभेसन डिफ्रेन्स छ यसमा चाहिँ चिसो हावापानी पाउने चाहिँ यहाँ चाहिँ तल त्यति तातो थियो विराटनगर आसपास अनि हल्का यो हुस्सुलले चाहिँ ढाकेको छ बिहानी पख अनि हल्का कोदो फल्ने टाइपको पाखाहरू देखिँदैछ अनि नास्पातीको बोटहरू यहाँ फुल्दै गरेको देखिन्छ That's all, I loved it. यतिखेर चाहिँ हामी होइन यहाँ भेडेटार निस्किन लाग्छौँ नाम्जाबाट होइन अनि हाम्रो साथी हो होइन अनुज भुषाल थाहा छ नि उसले चाहिँ होइन यहाँ टक्क लाएर हामीलाई चाहिँ आज हिजोदेखि यो नयाँ ठाउँमा ल्याएर होइन के कमिसन नि खायो र अलिअलि हो कसैलाई नभने अलिअलि मात्र अनि घुमायो होइन जोस् यो माथि होमस्टे थियो त्यहाँ बस्यौँ रमाइलो गरौँ अहिले यहाँ चाहिँ साथीहरू अगाडि गइसक्नु भयो यहाँबाट चाहिँ अब गाडी पाउँछ अरे 2जना बाइकमा जानुहुन्छ अनि हामी चाहिँ गाडीमा तल चोकसम्म जान्छौँ त्यसपछि त्यहाँ केही घुम्छौँ आई लभ द्याट यतिखेर हामी यहाँ होमस्टेबाट निस्किने तर्खरमा छौँ कहाँ बस्यो अरे हामी कस्तो भयो बसोबास एकदमै राम्रो थियो अर्ग्यानिक अलिक हुन्छ नि लोकल ठाउँमा आइयो यसको श्रेय कसलाई दिने त हामी यसको श्रेय मलाई दिनुपर्ने हो वास्तवमा आजलाई चाहिँ अनुज हाम्रो अनुज साथीले चाहिँ होइन हामीलाई यहाँ ल्याउनु भयो अनि
एकदम राम्रो थियो है। अब मिठो अर्ग्यानिक खानेकुराहरूको साथमा रमाइलो गर्ने वातावरण थियो। उसले चाहिँ गिटार पनि बजाउँछ होइन, अनि गिटारमा चाहिँ हामीले म्युजिक जाने नि नजाने नि गीत गाउने प्रयास गरेका थियौँ। अनि एउटा नयाँ अनुभवहरू सँगल्यौँ। कस्तो लाग्यो विवेक? रमाइलो है। अनि यहाँबाट चाहिँ 2 जना बाइकमा जानुहुन्छ, अनि हामी चाहिँ यहाँ बस आउँदैछ अरे। अनि यहाँ चाहिँ सीमित मात्रै लागिन्छ टाइमको ग्यापमा, त्यही भएर कोही हिँडिसक्नु भयो। अब गाडी कुरिरा भनौँ न। अनि हामी भेटेटार चोकमा भेट्छौँ अब फेरि। आई विल अपडेट। माथिबाट लोकल गाडीमा रु 20 रुपियाँ भाडा तिरेर चाहिँ होइन प्रति व्यक्ति हामी भेटेटार चोक आइपुगेका छौँ। अनि हिजो बेलुका चाहिँ अँध्यारो थियो, हामीले केही पनि देखाउनु पाएको थिएन। अहिले हेर्नु है लाएर यहाँको मौसम चिसो 1420 इलिभेसनमा। यतिखेर चाहिँ यहाँ भेटेटार चोकबाट केही नजिक सानो पाथिभरा मन्दिर रहेछ। हामी बिहानको समय त्यहाँ जाने भने हिँडिरहेका छौँ। अनि आज चाहिँ अटो पनि लाग्दैन अरे त्यति वहीँसम्म पुग्ने, त्यही भएर हामी वाकिङ डिस्टेन्समा छ भनेर हिँडिरहेछौँ। Welcome. Where are you from? India. For what purpose? Tourist? Yeah. When did you come here? You can say in Hindi also. Also. Yeah. Answer me in Hindi. हिंदी में आप क्वेश्चन कीजिए, हिंदी में जवाब दीजिए। अच्छा। आप इधर कितने दिन से है? कल आए हैं। कल आए हैं। कहाँ चलने के लिए आए हैं? बस 12-76 और 12-76 से आए हैं। यहाँ से नमस्ते झरना जाएंगे। हाँ। 12-76। 12-76। कौन माध्यम से आए हैं? बस घूमने का और दर्शन भी था। अच्छा रहा है क्या? बहुत अच्छा। हम भी यहाँ नए हैं। हम भी घूमने के लिए नुवाकोट डिस्ट्रिक्ट नेपाल से ही है। So enjoy your trip. Thank you. यतिखेर हामी धनकुटाको श्री पाथिभरा भगवती देवी मन्दिर व्यवस्थापन समितिबाट बनाएको बोर्ड रहेछ। अनि पाथिभरा माता मन्दिर प्रवेशद्वारमा आइपुगेका छौँ। सानो पाथिभरा। यतिखेर हामी धनकुटाको पाथिभरा माता मन्दिरको प्रवेशद्वार आइपुगेका छौँ। अनि सम्पूर्ण आगन्तुक श्रद्धालु महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर बोर्ड लेखेको छ। यहाँ चाहिँ साँगुरी गढी 1 किलोमिटर र पाथिभरा मन्दिर चाहिँ यहाँ 600 मिटर भित्र रहेछ। 100 मिटर भित्र चाहिँ पिकनिक स्पोट पनि देख्न सक्ने रहेछौँ हामीले। लुक एट द बोर्ड। पार्किङसम्म पनि रहेछ 30 मिटर पार्किङसम्म 30 मिनट पैदल यात्राको लागि। अझै 30 मिनट। यो हाम्रो यो जुन पनि धागो देखिराख्नु भएको छ त्यो यहाँ चाहिँ के मान्यता छ भने यहाँ तलदेखि माथि माताको मन्दिरसम्म चढाउँदै गयो भने आफ्नो मनोकामना इच्छा आकाङ्क्षा सबै पुरा हुन्छ भन्ने एउटा धारणा छ। त्यसै कारण ल यो धागोलाई चाहिँ एउटा हाम्रो कामना पुरा हुनेको प्रतीकको रूपमा लिएर छ। अनि वी आर हिडिङ टुवर्ड्स पाथिभरा टेम्पल। यो हल्का भेडेटारको है, भेडेटार धनकुटा डिस्ट्रिक्टको। अनि हल्का यहाँ एउटा रोड छ त्यही ऐनाको पार्किङबाट भित्र, अनि त्यहाँबाट माथितिर लाग्ने सिँढीको बाटो छ। थोरै डिस्टेन्समा छ एकदम। तपाईँहरू वाकिङ डिस्टेन्समा मर्निङ वाकको लागि भनेर आफ्नो मनोकामना पुरा गर्ने हेतुले आउन सक्नुहुन्छ। Five please.
6 please. Yes, there is a siren man. ल पढाइ मान्छेलाई भट्काउने चिजहरू धेरै हुन्छ तर त्यही पनि होइन मान्छे भगवान्को शरण हामी हिँडेर आयौँ हल्का थाक्यौँ जुत्ता चप्पल राख्ने ठाउँ रहेछ अनि विश्राम गऱ्यौँ एकछिन गरिरहेको छौँ होइन के भुवन त पछि आयो भुवन त बायोटेकमा चर्चित थियो नि ब्लगमा क्यार न खिट्दै चाहिँ उठेर हुन्छ जातिबाट टिका लगाउने ठाउँ हाम्रो यो तल्लोपट्टि शिव मन्दिर पनि छ पाथिबाट आसपासमा शिव मन्दिर गुडी गाउँपालिका 6 भेडेटार यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। हार्दिक स्वागत गर्दैछु। त्यहाँ सानो पाथी भएर मन्दिर फर्केपछि चाहिँ भेडेटार चोकमा आएर खाना खायौँ। त्यहाँ चाहिँ रोडलिङ सुब्बा होटल है एकदमै राम्रो हाम्रो देशको खाना खाएँ एकदमै राम्रो खाना थियो। वी आर सेटिस्फाइड। अनि यतिखेर स्टेसनबाट चाहिँ लोकल बस चढेर चाहिँ हामी धरान झर्दैछौँ। हिजो फ्यानमा बाटो अहिले हामी लोकल बस चढेर झर्दैछौँ। अनि अहिले चाहिँ उज्यालो छ केही भ्यू हेरौँ अनि चिसो हावा अनि लोकल बसमा जाँदाखेरको उकालो घुमाउरो फर्किँदा चाहिँ हाम्रो यो ओह्रालो घुमाउरो बाटो बसमा यो खत्रै स्पिड हुँदो रहेछ है। एक झ्यालबाट भिडियो बनाउन डर लागिरहेको छ कि हामीले चाहिँ 3:45 को बस छुट्ने 4 बजी छुट्छ होला सायद। टिकट काटेका थियौँ अनि 1 घन्टा जति टाइम थियो। त्यति घुम्न चाहिँ भ्याएनौँ अनि धरान छोड्नको लागि चाहिँ हामीले बस चढ्ने निर्णय गऱ्यौँ। 2 जना साथीहरू हुनुहुन्छ बिदा गर्न अनि विवेक यादव बर्दिवास जान्छ यही बसमा। ल बोस बाई बाई बोस। ल धेरै धेरै धन्यवाद। गरौँ त अनि अब यस्तै हो धरानबाट फर्केर 6 बजे खाजा खाने रोक्यो अनि 9 बज्दै चाहिँ ट्याक्क लालीगुराँस होटेल मिथिला लालगढमा खाना खाने रोक्यो। खुब प्याक रहेछ यो लङ रुटको बसहरू त धेरै रोक्ने रहेछ यहाँ होइन। खाना भइ नभई तातो खाना खाएर अहिले हामी निस्किने छौँ। गाडी अगाडि गइसक्यो। आई लभ डेट। अब अँध्यारोमा सम्भवतः धेरै खिच्न सकिँदैन। हामी चाहिँ अब भोलि बिहान 6-7 बजी काठमाडौँ पुग्ने प्लान छ। गुड मर्निङ फ्रम नौबिसेको उकालोबाट। आज 29 गते होलीको दिन। ह्याप्पी होली टु यु अल। अनि हामी चाहिँ काठमाडौँको यो उकालो चढ्दैछौँ काठमाडौँको लागि। हाम्रो स्लिपर सिट भनेको थियौँ नि होइन। अनि हामीलाई चाहिँ कस्तो लागिरहेको थियो कि डिस्कम्फर्ट हुन्छ कि सायद भनेर। कम्फर्टेबली सुतेर आइरहेछ। कस्तो लाग्यो? मजा छ है यसमा? मजा छ। त्यस गाह्रो होला जस्तो भएको थियो।
गाह्रो भएन त्यस्तो साह्रो। स्लिपर सिटमा तपाईँहरू यात्रा गर्न अब एकदम कम्फर्टेबल हुनुहुनेछ है। हामी चाहिँ अलि मोटो मान्छेहरूलाई चाहिँ दुईजनालाई अलिक गाह्रो होला कि, नत्र त दुईजना हामी जस्तो युवाहरू त हामी त सुतेरै आउनु सक्ने खालको कम्फर्ट हुने चाहिँ हाम्रो 4वटा स्लिपर सिट थियो। एउटा 8 नम्बर थियो, 8 नम्बरमा अहिले फिलहाल छ। अनि तल हुनुहुन्छ दुईजना साथीहरू, भाइ विशाल र नवीन स्लिपर सिटमै वी आर इन्जोइङ। अनि मोबाइलमा चार्ज एकदम सटिक छ। दिस मे बी द लास्ट भिडियो अफ दिस होल जर्नी। होप टु हियर फ्रम यु सुन। बाई बाई। Okay, see you again. Bye bye.